नेभिगेसनल इन्टेन्ट भनेको चाहिँ युजरलाई कहाँ जाने भन्ने कुरा थाहा छ र गुगललाई बाटोको रूपमा प्रयोग गरिँदो रहेछ। जस्तै फेसबुक लगइन, युट्युब स्टुडियो, इन्स्टाग्राम, च्याटजिपिटी, वर्डप्रेस लगइन। जस्तै यो भनिरहँदा चाहिँ फेसबुक लगइन भने चाहिँ फेसबुकको बारेमा चाहिँ सर्च गरेर यो कसले बनायो, कहाँ बनायो, कसरी बनायो भन्ने कुरा चाहिँ त्यसको बारेमा चाहिँ इन्फर्मेसन लिन खोजेको चाहिँ होइन। फेसबुक लगइन भनेको चाहिँ डाइरेक्ट गुगलमा गएर तपाईँ को अकाउन्ट फेसबुकमा लगइन गर्न खोजिरहेको हो। अर्को भनेको ब्रान्डसँग पनि कनेक्ट, जस्तो स्टारबक्स मेनु भनेको त्यहाँ चाहिँ कफीको बारेमा इन्फर्मेसन लिन खोजिरहेको छैन कि डाइरेक्ट ब्रान्डको भित्र जान खोजिरहेको छ। नेभिगेसनल इन्टेन्टले चाहिँ ब्रान्ड अथवा वेबसाइटभित्र जान खोज्ने एउटा उद्देश्य भनेर बुझाउँदो रहेछ। तपाईँहरूले बुझ्नुभयो होला।